पुराना टायरलाई नयाँ दृष्टिकोणले हेरिरहेका छौँ। जियोडाइन सोल्युसन्सको ऊर्जा उत्पादनमा क्रान्ति। कल्पना गर्नुहोस् जहाँ फालिएका धुलोले भरिएका पुराना टायरहरू जेटहरूलाई आकाशमा उडाउने वा ट्रकहरूलाई राजमार्गमा चलाउने इन्धनमा रूपान्तरण हुन्छन्। यो त विज्ञान कथा उपन्यासको पृष्ठ जस्तो लाग्छ। यो कथा जियोडाइन सोल्युसन्स र तिनीहरूको पायनियरिङ टायरलाई ऊर्जा पहलको कारणले पृष्ठबाट वास्तविकतामा उफ्रिरहेको छ। आउनुहोस् टायरको रूपान्तरणको संसारमा प्रवेश गरौँ र यसको अनगिन्ती फाइदाहरू पत्ता लगाउँछौँ। 1. टायरको समस्यालाई सम्बोधन गर्दै। हरेक वर्ष लाखौँ टायरहरू आफ्नो जीवन चक्रको अन्त्यमा पुग्छन्। न्यूनतम ध्यान नदिएमा ती वातावरणीय खतरामा परिणत हुन्छन्। विशाल भूमि, स्थान र कीटहरूको प्रजनन स्थल ओगट्दै। जियोडाइन सोल्युसन्सले यस फोहोरलाई उपयोग गर्दैछ, सम्भावित वातावरणीय विपदलाई अमूल्य ऊर्जा स्रोतमा रूपान्तरण गर्दै। 2. भविष्यलाई इन्धन दिनु। जेट इन्धन। तपाईँ यात्रा गर्दा थोरै बढी वातावरण मैत्री महसुस हुनेछ जब तपाईँलाई थाहा हुन्छ कि तपाईँको विमान आंशिक रूपमा पुनः प्रयोग गरिएका टायरहरूले चलाइन्छ। सडकमा बायोडिजल गाडीहरू अब पुराना टायरबाट प्राप्त हुने सफा डिभो बायोडिजलमा चल्न सक्छन्, जसले हरित यातायाततर्फको परिवर्तनलाई जनाउँछ। नाभ र ट्रकको इन्धन। हाम्रो समुद्री र कार्गो यातायात क्षेत्र विश्व अर्थतन्त्रका महत्त्वपूर्ण पाटाहरू यस दिगो ऊर्जा स्रोतबाट पनि फाइदा लिन सक्छन्। 3. इलेक्ट्रिक सपना। इन्धनभन्दा पर पुराना टायरहरूको रूपान्तरणकारी शक्ति विद्युत उत्पादनमा पनि फैलिन्छ। कल्पना गर्नुहोस् फालिएका टायरहरूबाट सङ्कलित ऊर्जाद्वारा सञ्चारित घर र उद्योगहरू। यो दिगोपन र नवप्रवर्तनको एकै ठाउँमा समाहित भएको छ। 4. आर्थिक र वातावरणीय दक्षता। टायरलाई ऊर्जा बनाउनको प्रक्रिया केवल फोहोरलाई पुनः प्रयोग गर्ने कुरा होइन। यो आर्थिक रूपमा व्यवहार्य मोडेल हो। तिनीहरूको स्वाभाविक ऊर्जा क्षमतासँगै टायरहरूले इन्धन र शक्ति उत्पादनका लागि एक लागत कुशल कच्चा पदार्थको रूपमा काम गर्छन्। थप रूपमा ल्यान्डफिलमा टायरहरूको सङ्ख्या घटाउँदा कार्बन उत्सर्जन र वातावरणीय प्रदूषकहरूमा उल्लेखनीय रूपमा कमी आउँछ। 5. रोजगारी सिर्जना र सिप विकास। यस्ता नवप्रवर्तनकारी प्रयासहरूले अनिवार्य रूपमा नयाँ रोजगारीका अवसरहरूको सिर्जना गर्छन्। सम्पूर्ण श्रृङ्खलाले पुराना टायरहरूको सङ्कलन र यातायातदेखि तिनीहरूको प्रशोधन र रूपान्तरणसम्म रोजगारीका सम्भावनाहरू प्रदान गर्दछ। थप रूपमा यस विशेष क्षेत्रमा विशेष सिपहरूको आवश्यकता प्रशिक्षण कार्यक्रम र सिप विकास पहलकदमीहरूको लागि बाटो खोल्छ। 6. जीवाश्म इन्धनमा निर्भरता घटाउँदै। टायरबाट प्राप्त हुने जस्ता वैकल्पिक ऊर्जा स्रोतहरूमा फर्केर हामी क्रमशः नवीकरणीय नभएका जीवाश्म इन्धनमा निर्भरता घटाउँदैछौँ। यो परिवर्तनले एक दिगो ऊर्जा भविष्य सुनिश्चित गर्दछ र ऊर्जा मूल्यहरूलाई स्थिर बनाउन र ऊर्जा सुरक्षा बढाउन मद्दत गर्दछ। नवप्रवर्तनले थप अनुसन्धानलाई प्रेरित गर्छ। जियोडाइन सोल्युसन्सको पहलको सफलता फोहोरलाई ऊर्जा परिवर्तन गर्ने क्षेत्रमा थप अनुसन्धानको लागि आधार तयार पार्छ। जब एक मार्ग खुल्छ, यसले अन्य फोहोर सामग्रीहरू अन्वेषण गर्नको लागि बाटो खोल्छ जुन समान रूपमा रूपान्तरण गर्न सकिन्छ। निष्कर्षमा परम्परागत रूपमा ल्यान्डफिलको शत्रुको रूपमा देखिएका टायरहरूले जीवनको नयाँ अवसर पाउँदैछन्। जियोडाइन सोल्युसन्सको दूरदर्शी दृष्टिकोणका कारण जुन एक समय फोहोरको प्रतीक थियो, अब यो दिगो ऊर्जाको एक प्रकाशस्तम्भ बनिसकेको छ। जब हामी पुराना टायरहरूको ऊर्जाद्वारा चलिरहेका छौँ, हामी केवल अगाडि बढिरहेका छैनौँ तर हरित भविष्यतर्फ यात्रा गर्दैछौँ।